खरो खालको छु नि त होइन। त्यो खरो खालको छु र त राष्ट्रिय पार्टी भयो त 3 महिनामा, नत्र के को हुन्थ्यो हुँदैन थियो है। छडी चलाकै छडी भन्नाले फेरि कोर्राइ चाहिँ होइन नि, लट्ठिने चाहिँ होइन, मुखको मुख त फेरि मेरो त नराम्रै हो नि त है। आज हाँस्नु मन लागेको छ साथीभाइलाई देखेर, बिजोग कुदाउँछु नि त म है। एकैचोटि 2टा काम गराउँछु है, कन्फ्युज पनि बनाउँछु कि अलिक यसरी दुःख पाओस् भनेर, किनभने तिखार्नु छ नि त मैले भाइहरूलाई होइन र। यी भाइहरू भनेको तिखा मान्छेहरू हो, भोलिको दिनमा खतरा खालको चाहिँ देशको नेतृत्व गर्ने भाइहरू, हाम्रो रसिक भाइहरू भाइ। तर यिनीहरूलाई चाहिँ के गर्नु पऱ्यो, तिखार्नुपर्छ। मैले देखेँ तिखारिन्छ, त्यतिकै तिखारिन्छ। थोक्थेर त्यो तपाईँको चाहिँ होइन, ढुङ्गामा घोटिनुपर्छ कि पर्दैन, त्यस्तो चाहिँ भने होइन। भन्नुको मतलब त्यस्तो हुनु पऱ्यो हामी होइन। अब अलिकति समानुपातिक भन्नेमा हो। अब धेरैको मन पनि दुख्या छैन है, मन नदुखाउनु, तर दुखाउँदा पनि फरक पर्दैन त्यसै गर्नु, मलाई मतलब छैन। समानुपातिक अहिले हामीले सुनेकोले देशभर वाहवाही छैन। पूर्ण लिम्बूलाई मैले किन सुने, अब यो कुरा मैले थोरै राख्छु अनि त्यसपछि बिट मार्छु। अब सकिममा आएको, अब हामी 3जना त जितिहाल्यौँ, किन जित्यौँ भन्ने कुरै भएन, जनताले जिताइदियो होइन। अब 4जना हामीले छान्नुपर्ने थियो, 4जना छान्नुमा अत्यन्तै धेरै सकस हामीलाई भयो है। सकस भयो भन्दाखेरि त्यो खालको दबाब जस्तो चाहिँ आएको थियो। मलाई त के सकस हुन्थ्यो र कता हाँसिरहेको छ, मतलब पनि हुँदैन। त्यसै एउटा स्टेजर लेखेर दिनभरि मान्छे बाँच्दै बस्छ, म हाँस्दै काम गरेर आउँछु। कतिलाई चाहिँ लाग्यो होला पिर भयो भने, के को पिर लाग्छ कि छैन, लागेन मलाई पिर। समानुपातिक भनेको चाहिँ अहिले हामीले छानेको जस्तो। पूर्ण लिम्बूलाई हामीले किन छान्यौँ भन्दाखेरि हाम्रो यो सारा अभियानमा भूतपूर्व सैनिकले कति सहयोग गरेको छ विचार गर्नु त। पाइप पनि तपाईँको छैन, 80% पाइप भूतपूर्व सैनिकले किनिदिएको छ। ट्याङ्की सबै उहाँहरूले नै बनाइदिनु भयो भन्दा पनि हुन्छ। सुम्निमा पारवानको प्रतिमा बनाउनु त 80% उहाँहरूकै डोनेसन छ। हरेक कुरामा तपाईँको छैन भूतपूर्व तपाईँको चाहिँ लगानी छ कि छैन, हो सहयोग छ कि छैन। पूर्ण लिम्बू भन्दाखेरि एकजना व्यक्ति होइन क्या, त्यो चाहिँ पूर्वदेखि पश्चिमसम्मको ब्रिटिस लाउरेहरूको प्रतिनिधि हो। उहाँ भनेको पूर्वदेखि पश्चिमसम्मको भारतीय भूपुहरूको प्रतिनिधि हो। उहाँको चाहिँ तपाईँको पूर्वदेखि पश्चिमसम्मको भारतीय तपाईँ के अरे सिङ्गापुर पुलिसहरूको प्रतिनिधि हो है। हामीले गोर्खा चौतारी स्थापना गरेर त्यो 3टैलाई एउटा बनाउने हाम्रो धारणा हो। हजारौँ लाखौँको सङ्ख्यामा भूतपूर्व सैनिकहरू हुनुहुन्छ। ती सैनिकहरूलाई मैले आदर सम्मान गर्नु थियो। अर्को कुरा, पूर्वबाट कोही न कोही त पार्नु पनि पर्ने थियो। फेरि समानुपातिक सबै पश्चिमतिर मधेसतिर पठाइदिएर पनि भएन। त्यसो भएको कारणले गर्दाखेरि पूर्ण लिम्बू जो चाहिँ अत्यन्तै धेरै तपाईँको चाहिँ के अरे सहयोगी हुनुहुन्छ, उहाँलाई हामीले अगाडि सार्यौँ। अब दिदीबहिनीहरूबाट हामीले आदिवासीको कोटाबाट सारिनु, किनभने एकजना पूर्ण लिम्बू पछि त भयो, धेरै आएको भए त सबैलाई लाँदा हुन्थ्यो। त्यस पछाडि हामीले सुर्खेतको दलितलाई, अब केही दलित प्रतिनिधिहरू त यहाँबाट पनि हुनुहुन्थ्यो, तर 1 नम्बरमा उहाँ परेको कारणले पनि। अर्को कुरा, सुर्खेत पनि त हाम्रै देश हो नि त होइन, कैलाली। आज कति कैलाली खुसी छ, भोट त आएन त्यहाँबाट धेरै, मलाई थाहा छ। तर भोट आयो पनि नआए पनि यो त हाम्रो राष्ट्रिय पार्टी भइसकेपछि त त्यहाँबाट पनि ल्याउनु थियो है। अर्को तपाईँको छैन के अरे हामीले जनकपुर त म गएको पनि छैन, त्यहाँबाट भोट आएन। यस्तै कति 100 200 कति आएर भन्ने सुन्दैछु है। त्यहाँ पनि हामीले एकजना होइन भर्खरको 26 वर्ष 25 नागेर 26 भर्खर पुग्दै गरेको, इन्जिनियरिङ पढ्दै गरेको है, मधेसी मूलको एकजना नानीलाई राख्यो। त्यसले पनि हाम्रो के हो त भन्दाखेरि मधेसमा पनि हामीले सम्मान गर्यौँ है। अनि हामी खसारेबाट दिदीबहिनी समूहलाई पनि मैले रेस्पेक्ट गरेको हो। बुझ्नु भएको छ तपाईँहरूले त्यो अम्बिका सङ्ग्रहालयले किन बढाएको कतिले भनिरहेको। यहाँ श्रम संस्कृति दिदीबहिनीले, पहिला स्वतन्त्र दिदीबहिनी थियो, श्रम संस्कृति दिदीबहिनीको मान्छे हो कि होइन उहाँ। त्यसले गर्दाखेरि दिदीबहिनीलाई पनि मैले सम्मान गरेँ र साथै खस आर्य भन्ने तपाईँको चाहिँ के अरे होइन त्यो क्लस्टरलाई पनि सम्मान गरेको छु र उहाँलाई झापाबाट उहाँ
तपाईँको चाहिँ नि हुनुहुन्छ र झापालाई पनि एउटा सम्मान गरेको छ। यसरी पूर्व होइन तपाईँको चाहिँ नि अब पूर्वमा त हामी 3 जनामा आइहाल्यौँ हाम्रो त, तर समानुपातिक हामी पूर्वमा पनि मधेसमा पनि र पश्चिममा पनि हामीले पुऱ्याएर काम गरेको छ र यसलाई चाहिँ तपाईँहरू सबैजनाले तपाईँको चाहिँ नि के अरे स्वीकार्नुपर्छ ताली बजाएर। धन्यवाद पनि। अहिले चाहिँ हाम्रो राष्ट्रिय पार्टी जस्तो देखियो अरे क्या, पत्रकारहरूले पनि भनिराख्नु भएको छ। होइन भन्दा सबै मान्छे राई मात्रै, सबै मान्छे लिम्बू मात्रै, अनि सबै मान्छे त्यो अरुणदेखि यता होइन वारीको मात्रै होइन, अथवा चाहिँ नि के अरे 1 नम्बर प्रदेशको मात्रै भइसकेपछि त यो त ला थ्रेसोल्ड 18 मात्रै निर्वाचन आयोगले राष्ट्रिय पार्टी भनेको रहेछ, हेर्दाखेरि त क्षेत्रीय नै रहेछ नि भन्ने देखिन्थ्यो त। अब हामी छाती फुलाएर कैलाली टक्क जाँदाखेरि होइन त्यहाँ हाम्रो माननीयज्यूले स्वागत गर्दा राम्रो हुँदैन? मधेस पनि जान सक्यो नि त ठक्कसँगले होइन, ट्याक्क पारेर जाँदाखेरि। नत्र भन्दा अनि कहाँ हामी कसरी जानु है? भयो घरको सांसद उतै मलाई चाहिँ भन्न सक्नुहुन्न थियो, त्यहाँ गएर कुरा काट्नुहुन्थ्यो। त मेरो अगाडि त के भन्थ्यो र होइन, मान्छे रिसाउँछ भन्नु, तर त्यहाँ जाने बित्तिकै हामीले गरेन नि खाली हो त्यहाँ। कर्णाली त्यसले गर्दाखेरि विवेकपूर्ण निर्णय हामीले गरेका छौँ। नेतृत्वले गरेको निर्णयलाई सबैले स्वीकार्नु पर्छ, यो हुन्छ। यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। सबैलाई हृदयदेखि धन्यवाद दिँदै